यो दुईटाले यतिसम्म देशमा अशान्ति छाएको छ नि, यो दुईटाले गरेर। एउटा पास्टर भएर जातीय द्वन्द्व गराउनु पर्थे, अर्को चाहिँ रोहिङ्गाहरू भित्र आएर जातीय द्वन्द्व गराउनु पर्थे। यो दुईटालाई कानुनी दायरामा ल्याउनु पर्छ। हेर न, यो पहिले दुई बेते बङ्गालीको डस्न एउटा बुढाले नपुगेर अर्को बुढा त्यो बङ्गालीको अनुहार परेको बुढा खोज्दै हिँडेर होइन, ठुलो गतिलो खालको चाहिँ त्यो खोज्दै हिँड्ने साला दुई पहिले तैँले के बोल्दैछु के भन्दैछु भन्ने कुरा चाहिँ थोरै सोचेर बोल्ने गर, बुझिस्? बङ्गालीको डस्न दुई पहिले नि है, दुई बेते। तेरो त्यो अरू कुरा छोडिदे, कसैलाई यस्तो उस्तो भन्ने कुराहरू होइन भ्रम छर्ने काम नगर। खुरुक्क नेपाल निस्केर तेरो दुईटा बच्चा, पहिलेको बुढा र तेरो दुईटा बच्चालाई सम्हाल है, त्यो छोडिदे, त्यो बङ्गालीलाई छोडिदे, बुझिस्? तेरो त्यो दुईटा छोरा र छोरीलाई चाहिँ होइन एउटा आमाको माया दे, एउटा आमाको कर्तव्य निभा है। बङ्गालीको डस्न है, एउटा बुढाले चाहिँ नपुगेर अर्को बुढा खोज्दै हिँडेको जस्तो होइन नि यो है। के कुरा बोल्दैछस् तैँले? कानुनमा टेकेर बोल्दैछस्, यो कुरा चाहिँ तैँले याद राख, मर्यादामा टेकेर तैँले बोल्दैछस्, बुझिस्? बङ्गालीको डस्न लबस्ता र भालु। यदि मलाई कानुनी हिसाबले केस लाग्छ भने नि म त्यसको लागि रेडी छु होइन। छोड्दे, अब तँलाई कानुनी हिसाबले हामी केस लाउने होइन कि, अब तँलाई चाहिँ पक्रेर नि तेरो फापरको रोटीमा झन् चिस्नो पानी हाल्दै निकालेर तेरो नेपालमा चाहिँ लगेर तेरो फापरको रोटीमा नि, जुन त्यो फापरको रोटीले गर्दाखेरि तैँले दुःख पाएको छ नि होइन, एउटा बुढा छोडेर भएको दुईटा छोराछोरी छोडेर यो बङ्गाली खोज्दै हिँडेको र नि, तेरो त्यो फापरको रोटीमा चाहिँ नि यो बटन फापरको रोटीमा लम्मै घुसारेर तेरो मुखबाट निकाल्नु पर्ने, बुझिस्? बङ्गालीको डस्न भालो नि।